हामी चाहिँ अब ब्लू हिल्स माउन्टेन हैन ब्लू हिल्स माउन्टेन जान लाग्यो अब चाहिँ हामी हिँड्न लाग्यो अब चाहिँ ल अन द वे टु माउन्टेन हिल्स ब्लू हिल्स माउन्टेन ल हामी चाहिँ भर्खरै स्टार्ट फोर्डबाट चाहिँ अगाडि आइसक्यौँ अब चाहिँ हामी पुग्न लगभग 2 घन्टा छ होला हैन अब 2 घन्टामा हामी माउन्टेन ब्लू हिल पुग्छौँ त्यसपछि इन्जोय गर्छौँ अरु चाहिँ हेर्दै गर्नु होला है हाम्रो चाहिँ स्पिड चाहिँ कति छ 90 प्लस छ 120 100 स्पिडमा छ अब रात परिरहेछ हामी खाँदै रमाइलो गर्दै हिँडिरहेको छौँ गाइजहरु हामी चाहिँ अब हामी डेस्टिनेसनमा पुग्न भन्दा 96 किलोमिटर टाढा छौँ अनि अब हामी चाहिँ अन द वे चिप्सहरु खाँदै अनि के भन्छ टी मटन्सहरु खाँदै अनि कोल्ड ड्रिंक्सहरु खाँदै अनि के भन्छ हल्का ड्रिफ्ट त नभनौं हल्का ओभरटेक हान्दै हैन सिसिलले 100 120 मा हान्दै 140 पुगिरहेछ रमाइलो छ हामी चाहिँ अब फाइनल्ली आउन लागिसक्यौं अब अराउन्ड कति किलोमिटर छ भनेपछि 46 किलोमिटर रिमेनिङ टु माउन्टेन भ्यू ब्लू हिल्स माउन्टेन केटाहरु यहाँ छन् अरुण भाइ दारी शिशिर गाडी चलाइराछन् 120 को स्पिडमा ल हामी चाहिँ फाइनल्ली आइसकेका छौं ब्लू हिल्स माउन्टेनमा अब अहिले चाहिँ भ्यू चाहिँ त्यति देखिदैन है रातिले गर्दा चाहिँ अब चाहिँ राम्रै छ आँखाले चाहिँ राम्रो एकदम राम्रो देखिरहेको छ अब केटाहरु शिशिर सनिदाई पछाडी हुनुहुन्छ एकदमै राम्रो छ एकदम आँखाले चाहिँ राम्रो देखेछ भोलि चाहिँ बवाल भ्यू आउनेवाला छ है वेदर पनि एकदम क्लियर छ एकदम फाइनल्ली हामी चाहिँ ब्लू माउन्टेन हिल्समा आएको छौं अब चाहिँ राम्रो राम्रो सिनहरु आउनेवाला छ ओ यो समुद्र चाहिँ होइन यो चाहिँ लेक हो लेक के हुन्छ यसको नाम चाहिँ लेक एरी हो कि के छ है यो जस अति ठुलो चाहिँ छ है यहाँ चाहिँ यस्तो यो बाइनोकुलर छ भ्यू हेर्नको लागि अनि यसबाट चाहिँ टक्क हामीले भ्यू हेर्नु पर्ने हुन्छ उता के देखिन्छ अब हेरौँ न आँखाले हेर्दिउँ भाइ यहाँबाट चाहिँ ऊ यतातिर चाहिँ एउटा कुनै लोकेसन देखिन्छ त्यसमा चाहिँ गाडी उति सायद यही एरियामा देखिन्छ सायद है त्यही हामी चाहिँ अहिले धेरै बाहिर चिसो भयो त्यही भएर चाहिँ गाडीमा आएर एकछिन बसिरहेछौँ अनि एकछिन यहाँ बसेर 10-15 मिनट बसेर चिया खाएर हुन्छ कि अब के खाएर हुन्छ अनि त्यसपछि चाहिँ फेरि एक्सप्लोर हान्न जानेवाला छौँ अब चाहिँ नयाँ सिनहरु चाहिँ अब आउँदैछ
हामी यो केभमा आउन खोजे हो, महँगो भयो केभ चाहिँ $60 पर पर्सन। अनि त्यही भएर हामी चाहिँ केभमा चाहिँ गएनौँ। अब चाहिँ हामी अरू कुनै डेस्टिनेसन छ भने चाहिँ जानेवाला छौँ। यो केभमा चाहिँ अब के थियो, अब स्पेसल थियो कि सायद, त्यही भएर महँगो छ एकदम। यो त फ्रीमा हुन्छ, फाइनल्ली अब हामी चाहिँ जाँदैछौँ अब लेकतिर स्पेसल्ली। अब यही बाटो दामी बाटो छ, एकदम स्टिप हिल छ। अब स्ट्रेट अप्रिलदेखि मेसम्म नफिसिङ हो। कसरी गएर त मेन ब्लू माउन्ट पहिला भेटाउँदाखेरि हामी यहाँ आएर स्टे गर्थ्यौँ ए अनि होइन यहाँ आएर यो बिच हेरेर ल फाइनल्ली आइपुग्यौँ हामी चाहिँ। यो लेक हुरोन हो सायद फाइनल्ली। ल लास्ट ठुलो छ लास्ट। के हो के यस्तो जिन्दगी समुद्र नजिक आएर नुनिलो पानी खाएर जिन्दगी नुनिलो पानी हो क्या यो चाहिँ भयो नि। अनि लेक भए पनि सराउन्ड गर्छ होइन, तर चाहिँ एउटा ओपनिङ छ के सीतिर नुनिलो पानी जो यो नुनिलो पानी हो जोस नुनिलो पानी। जता जसो जसो गरे पनि नुनिलो पानी खान चाहिँ यहाँ आउनुपर्छ सन्दर्भ भाइ। कस्तो राम्रो ट्रान्जेक्सन कहिले हेलो सर के छ के जिन्दगी हाम्रो जिन्दगी तिम्रो भ्लगमा ल्याउ समाति कसरी म भनिदिन्छु यस्तो गर्ने यो गर्छौ नि यो तरिकाले समात्छौ नि, यो तरिकाले समात्यो भने होइन तिमीले यो पनि यसरी खिच्न पायौ, यो पनि यसरी खिच्न पायो क्या ठ्याक्क केही। मैले त्यही आइडिया गर्थेँ। हामी चाहिँ अब हल्का छेउतिर गएर फोटो सुट हान्नेवाला हौ। यहाँ बस्ने ठाउँ रहेछ, ठिक छ। हात दुख्दो रहेछ यसरी चाहिँ। अब त्यो त बानी पार्नु पर्यो नि त नि, किनकि आफूलाई के अरे हामी हो नि त एडप्ट हुने त। यसरी समात्छौ कि पहाडीको देखाउँदाखेरि हाउ टु भ्लग पनि यसैमा इन्क्लुड हुनेवाला छ है। यसरी गर्दै हिँड्ने अगाडिको फलक्क पारिदिने ठ्याक्क हो त्यस्तो गर्दैन। अनि टाढा राख्ने आफूलाई अलि त्यस्तो गर्ने। टाढा राख्यो भने बल्ल एउटा ट्रायल हान कस्तो देखिरहेको छ अहिले यताबाट मेरो आछ। अब चाहिँ हामी निस्किँदैछौँ यो एरियाबाट चाहिँ बाहिर। अब चाहिँ हल्का भोक पनि लागिरहेको छ, कफी सबै चिया के छ खाने हो। बी ब्लगर इन द टाउन होइन। अब चाहिँ जाने हो घरतिर चाहिँ अहिले टाइम लाग्छ होला। अब चाहिँ पहिला गाडीमा गएर त्यसपछि चाहिँ जान्छौँ हामी उता। चिसो छ अघिभन्दा त चिसो कम छ, तर चिसो चाहिँ छ है, कम छ। अघि त अति थियो, अघि त हात जमेर चिसो हातै भएको थियो। अहिले चाहिँ रमाइलो छ यो सिपहरू, यो के भन्छ होला हार्बरहरू हो छ, यो सिपहरू छ, सानो सिप छ। अब चाहिँ घर जान्छौँ। अब बाटोमा केही आयो भने चाहिँ मैले सिनहरू देखाउनेवाला छु।
गाइस ओके हाम्रो केटाहरूले चाहिँ चिया बनाउन थालेको छ होइन अनि यहाँ चिया चाहिँ बन्दैछ होइन यो चाहिँ हाम्रो मिनी बर्नर एन्ड देन दिस इज आवर ताप्के हि इज अनुप हि इज मेकिङ चाय ल हाम्रो चिया पाक्दैछ ट्याकको पारामा अब चिया खाने हो हामीले यस्तो छ जुगाड हाम्रो सनी दाइले समात्नु भएको छ बर्नर शिशिरले चाहिँ चिया उमालिरहेछन् र हामी चाहिँ अब चिया पकाएर चिया खाइयो यो ताप्केमा चाहिँ होइन टिम होटन्सको ग्लासमा हालेर चाहिँ उ गरेर खालियो अनि पछि अब चाहिँ हामी एकछिन इन्जोय गरेर चिया चिया खाएर होइन त्यसपछि अगाडि जानेवाला छौँ and then yeah the scene is very beautiful and yo we are on the highland high ground हैन I'll do some drone shots over here हेरौं कस्तो आउँछ है त क्रेडिट गोज टु शिशिर तिमील सिन्हा हाम्रो ड्रोन सटहरूको सब छ नि सबै हाम्रो तिमील सिन्हा सरलाई चाहिँ धन्यवाद ल म हुनेवाला सिजन बानिया ल यिनी चाहिँ हुनेवाला सिजन बानिया अब यिनको च्यानल चाहिँ मैले डिस्क्रिप्सनमा हालिदिन्छु नि त हैन म चाहिँ श्रृङ्खला जस्तोलाई पठाउन फेरि ल उनको आफ्नै छ श्रृङ्खला उनको मायालु श्रृङ्खलामा भन्दा नि खतरा हो हैन श्रृङ्खला को हो र हैन अनि त्यही भएर उनको चाहिँ मैले च्यानल हालिदिन्छु चेकआउट गर्नु होला हैन माया गरिदिनु होला फाइनल्ली अब ड्रोन सटहरू पनि आयो मन पर्यो होला ड्रोन सटहरू कस्तो लाग्यो भन्नु होला यो चाहिँ सब क्रेडिट गोज टु शिशिर हैन ड्रोनको सट्सहरू सब शिशिरलाई जान्छ है क्रेडिट चाहिँ अब 10-15 मिनटमा चाहिँ हामी लन्डन ओन्टारियोतिर लाग्ने अझ गाडी चाहिँ एकदम मेस्टअप छ पुरै हैन अब अरुण भाइ पनि गाडीमा गएर बसिरहेछन् अब चाहिँ हामी 10-15 मिनटमा लाग्छौँ हालिदिउँ मैले फाइनल्ली अब चाहिँ कति भयो अब चाहिँ जान लाग्यो अब लगभग कति बज्यो 2:54 गयो अब 3 बजे यहाँबाट हिँड्छौँ हामी 4-5-6 लगभग 7 बजेतिर चाहिँ हामी लन्डन ओन्टारियो पुग्छौँ क्रप गरेर हाल्दिउँ त अनि अब चाहिँ मैले बाटोमा चाहिँ यो क्रप गरेर हाल्दिउँ त केटा हो बाटोमा खिच्यो भने चाहिँ म सब देखाउनेवाला छु हामी चाहिँ यसै घुम्दै घुम्दै
फाइनली हामी चाहिँ आइसकेको छौँ घरमा। अब कति बज्यो भनेपछि अहिले 6:12 गइसकेको छ। अब हामी आइसकेका छौँ। अब सामान निकालेर सब उ गर्ने हो, पुरै निकालेर गर्छु। अब चाहिँ भिडियो एन्ड गरेँ मैले। हामी बस्ने चाहिँ यतातिर हो, लोकेसन चाहिँ हाम्रो घर चाहिँ यो हो।